जसको शरीरमा मासुको डल्ला छ, फिस छ, ट्युमर छ, प्रेसर छ, सुगर छ, एन्जाइटी छ, डिप्रेसन छ, क्यान्सर छ, गाइनो समस्या छ अथवा कुनै पनि शरीरमा ठुलो समस्या छ भने ती समस्यालाई अल्कालाइन बनाउनको लागि यो थेरापी गर्ने। यो थेरापीमा मैले नीमका पात हालेको छु, बरको पात हालेको छु, पिपलको पात हालेको छु, तुलसीका पात हालेको छु, अम्बाको पात हालेको छु, आँपको पात हालेको छु, बेलको पात हालेको छु, त्यस्तै थुप्रै अरू जडीबुटीका पातहरू हालेको छु, अम्लाको पात हालेको छु, अदुवा हालेको छु, काँचो हल्दी अथवा बेसार हालेको छु। त्यति हालिसकेपछि दुबो हालेको छु। मिक्स गरेर यसलाई मिक्सरमा घोलिसकेपछि मैले अब यसलाई खुट्टा हाल्छु। यसमा जुस बनाइसकेपछि कुनै पनि एउटा बाटामा राख्ने, खुट्टा यसरी सफा हुनुपर्छ। अब यसरी खुट्टा राखेर अब यो खुट्टाले पुरै हिलो मुछे जस्तै मजाले यसरी चलाइराख्ने हो। जबसम्म चलाउने हो तबसम्म मुखमा तितो आउँदैन। यो खुट्टाले गरेको एक्सपेरिमेन्ट अथवा यो चाहिँ खुट्टाले गरेको चाहिँ त्यो थेरापी त्यो चाहिँ मुखमा तितो आउनुपर्छ। मुखमा तितो आउँदैन अनि गरिरहनुपर्छ। जबसम्म मैले यो मेरो मुखमा तितो आउँदैन तबसम्म खुट्टाले चलाइराख्ने हो, हिलाइराख्ने हो। यो चाहिँ प्राकृतिक थेरापी हो। शरीरलाई अल्कालाइन बनाउने एउटा अल्कालाइन थेरापी प्राकृतिक तरिकाबाट, कुनै पनि यसमा औषधिको प्रयोग हुँदैन, यसमा एन्टिबायोटिक खाइँदैन। त्यो खाने होइन, यो गर्ने मात्रै हो। खाने थेरापी फेरि अलगै छ, त्यसका लागि अलग अर्को भिडियो बनाउँदा। अहिले चाहिँ यो गर्ने मात्रै हो। यो शरीरलाई अल्कालाइन किन गराउने भन्दाखेरि मैले भनिसकेँ, प्रेसर कन्ट्रोल गर्नको लागि, सुगर कन्ट्रोल गर्नको लागि, थाइरोइड कन्ट्रोल गर्नको लागि, किडनी समस्या हुन नदिनको लागि, सिस ट्युमरहरू हटाउनको लागि, क्यान्सर हुन नदिनको लागि यो थेरापी गर्ने हो। यो थेरापी 15 देखि 20 मिनटसम्म यसरी खुट्टाले चलाइराख्ने हो। धेरै जडीबुटीहरू छन्, प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट छन्, यसमा प्रशस्त मात्रामा भिटामिनहरू भएका चिजहरू छन्, सबभन्दा धेरै यसमा एन्टिअक्सिडेन्ट भएका चिजहरू छन् जसले शरीरलाई अल्कालाइन गराउने हो। त्यसमा काँचो बेसार छ, अदुवा छ, विभिन्न किसिमका जडीबुटीका पातहरू छन्। त्यसरी खुट्टाले चलाइराख्ने हो। यो भाँडो अझै सानो भयो, यसलाई अझै ठुलो भाँडो भयो भने अझै सजिलो हुन्छ। त्यसरी खुट्टाले माटोलाई मुछे जस्तो गराएर खुट्टाले यसलाई फिटिरहने हो, चलाइराख्ने हो। चलाइसकेपछि यो मजाले यसको तितो चाहिँ मुखमा आउनुपर्छ। केही नभए पनि 15 देखि 20 मिनटसम्म गर्नुपर्छ। 15 देखि 20 मिनट गरिसकेपछि मुखमा यसको तितो आउँछ। तितो आइसकेपछि बन्द गर्ने हो। यसरी चलाइराख्ने हो, शरीर खुट्टालाई चलाइराख्ने। अब मेरो मुखमा यो धेरै पहिलेदेखि गरिरहेको थिएँ मैले, अहिले चाहिँ अब तपाईँलाई देखाउनको लागि मेरो मुखमा जिब्रोमा तितो आउन लागिसक्यो। अब तितो आउन लागिसकेपछि अब मैले यो भिडियो बन्द गर्दैछु।